हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई हाम्रो सानो भिडियोमा स्वागत गर्छौं। हामी चाहिँ कोमा नाति है, कोमा नाति हो। अन्त मेरो चाहिँ उ चाहिँ नाति हो। हात छोड्नुस् न नि, हेलो भनिदिनुस् न। हेलो। अब हामी चाहिँ चर्चमा आइपुग्यौं। आज गुड फ्राइडेको दिन अनि चर्चमा चाहिँ अलिक छिट्टै टाइममा आइपुग्यो नि त। अनि त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ एउटा काम गर्ने हो। म चाहिँ एउटा काम गर्छु, त्यो चाहिँ हो फुल कटिङ गर्दैछु म। अनि त्यो चाहिँ मेरो नातिले चाहिँ मलाई भिडियो गर्छ। अनि आजको भिडियो गर्ने मान्छे यही हेर्नु छ हो, क्यामेराम्यान आज यही, उसले चाहिँ यहाँ भिडियो गर्छ है। अब ल म तपाईहरुलाई देखाउँछु है। यो चाहिँ छ, यो चाहिँ लालुपाते पिङ्कमा हो। यो चाहिँ बेसी लास्टिङ पनि हुँदैन। अन्त त्यसले गर्दा हामीले चाहिँ यहाँनिर यसलाई धेरै पट रोपेको थियो नि त। अन्त यो चाहिँ अब यो गएको, अब यो यसको सिजन गएको हो। अनि त्यसले गर्दाखेरि अब यसलाई चाहिँ म कटिङ गर्छु। जहिले पनि म यसलाई मार्च अप्रिलमा नै, अप्रिल मेमै गरिहाल्छु। किनभने जति ठुलो बोट बनाउनु छ नि त्यति छिटो तपाईले यसलाई कटिङ गर्नुपर्छ। अनि कतिजना चाहिँ यतिकै छोड्छ, यतिकै छोड्दाखेरि चाहिँ यस्तो हुन्छ है। यतिकै छोड्दाखेरि चाहिँ यो नयाँ नयाँ मुनाहरू फेरि यसरी पलाउन थालिहाल्छ नि त हो। त्यसले गर्दाखेरि एकदम नराम्रो हुन्छ। ओपन बाहिर हो भने त केही छैन, यतिकै छोड्दा पनि हुन्छ हो। तर के अरे यसलाई यदि बुस बनाएर राख्नु गमलामा हो भने चाहिँ यसलाई कटिङ गरिहाल्नुपर्छ। त्यसले गर्दाखेरि कसरी गर्छ म तपाईहरुलाई देखाउँछु ल। यसरी नानी आउनु त, मेरो क्यामेराम्यान यहाँ आउनुस्। ए मेरो क्यामेराम्यान हेर्नुस् है यहाँ। क्यामेराम्यानले देखाउँदैछ यहाँ मलाई। अब यसलाई चाहिँ कटिङ गर्नु पर्यो। यो चाहिँ अब पुरानो बोटहरु यहाँ पनि देखाउनु नानी। यो चाहिँ अब यस्तो भयो नि त, नयाँ आइहाल्यो। यसलाई चाहिँ आउनु दिनु हुँदैन। यसलाई चाहिँ म चाहिँ टुट्टाइहाल्छु ताकि यो चाहिँ ठुलो बुस बनाउन लागि। यो चाहिँ मैले 2 खेप भयो यसलाई काटेको। अब योसँग चाहिँ एक खेप भयो, योसँग 2 खेप हुन्छ। यसरी यसको चाहिँ फेद्न म चाहिँ यसरी भाँचिदिन्छु। यहाँ देखाउनु त नानी, भुइँमा यहाँनिर देखाउनु त। यसलाई चाहिँ माया नगरिकन म सधैँ फुलेकोमै निकाल्थेँ कि, तर आज यो पालि चाहिँ अलिकति ढिलो भयो। अनि यसरी पानी पर्यो भनेपछि चाहिँ अलिकति यसलाई चाहिँ यसरी फ्याँकिदिने। राम्रो देखाउँ है क्यामेराम्यान, ल क्यामेराम्यानले राम्रो देखाउँ है। यस्तो गर्नुपर्छ, माथि माथि पनि गर्नु हुँदैन कि, फेत्तैमा लाउनुपर्छ है। सबै सके त, सबै सकेछ त। सक्यो नि, यसरी सक्नुपर्छ नि त। ए माया नगरिकन यसलाई चाहिँ छुट्याउनु पर्छ। तपाईहरुले यसरी गर्दै 1 बाइ 1। एउटा त अघि सकेछ, एउटा त अघि सकेछ, अघि सकेको छ। ए यसरी छुट्याउनुपर्छ है साथीहरु। तपाईहरुले यसरी छुट्याउनु भयो भने चाहिँ यो चाहिँ यसको पोइजन फेरि डरलाग्दो हुन्छ है यो। पोइजन यसरी नै हो। त्यसले गर्दा चाहिँ सबै यसरी नै तपाईहरुले छुट्याउन सक्नुहुन्छ। यसरी नानी यसरी गर्दै ढुङ्गाको उठाउँछ कि बहिनी। यो चाहिँ यसरी भाँच्नु सक्छ। अब रोप्नेले चाहिँ यो लगेर रोप्दा हुन्छ। माया नगरी भचाउनु पर्यो नि हो, माया त लाग्छ नि अब। तर यति गरेन भने फेरि यो राम्रो हुँदैन। सबैजनाले यसरी बङ छोडिदिँदा चाहिँ राम्रो देख्दैन नि। यसरी काट्नु पर्छ। भाइ बहिनी काट्दिन यति हाल हौ, यहाँ हाल, एउटामा हाल, डोले हाल। यहाँनिर यी मेरो नातिले चाहिँ फुलमा पानी लाउँदैछ। अब यहाँतिर यहाँ ए मेरो छोरी, मेरो नाति दुईजनाले। अब मैले हेर्नुहोस् है यहाँनिर काटेर छोड्नु नानी अलिकति। यतिको चाहिँ हामीले बनाइसक्यौँ। काटेर यसरी टुट्टै बनाइन्छ यहाँबाट फेरि हुन्छ हो। यो चाहिँ अब जसले पनि लगेर रोप्दा भयो। नेन्सी